आज कोरियामा राष्ट्रपतिको निर्वाचन भइरहेको छ। बिहान 6 बजेदेखि राति 8 बजेसम्म र यसै सन्दर्भमा सरकारले आज सार्वजनिक बिदा दिएको छ। सम्भवतः भोलिसम्म कोरियाले नयाँ राष्ट्रपति पाउँछ। सरकारले सार्वजनिक बिदा दिएको कारणले आज भने यो घर अगाडिको करेसाबारीमा फलेका सागहरू खाने कार्यक्रम छ, जस अन्तर्गत आज यो तोरीको सागको पालो आएको छ। तोरीको साग चाहिँ अलि चाँडो बढ्ने भएको हिसाबले अलि छिपिएसी खाना पनि नमिल्ने हुनसक्छ भनेर आज चाहिँ यो तोरीको सागबाट खाने कार्यक्रम रहेको छ। यो तोरीको साग मलाई सानैदेखि असाध्यै मनपर्ने सागहरूमध्ये एउटा पर्छ। अरू सागहरू पनि खाइन्छ तर तोरीको साग विशेष मनपर्छ। स्वदेशमा भएदेखिलाई यसो बाँडेर पनि खान सकिन्थ्यो, तर परदेशमा त्यो सम्भव अलि नहुने, आफ्नो काममा साथीहरू बिजी हुने, बाँडेर खान त सकिन्न, तर चाहिँ यो भिडियोमा हेरेर इन्जोय गर्न सकिन्छ। हवस् त, नमस्ते।